guys, welcome back to my channel. So it's a Saturday today अनि म चाहिँ पाटन आइसकेँ बिहानमा क्विकली बाबुलाई यहाँ पाटनमा ड्रप गरेँ अनि त्यसपछि अनि अब अहिले चाहिँ लायन्सको एज अ एउटा प्रोग्राम छ त्यहाँ जाँदैछु त्यसपछि आज होल डे सैटरडे आज के गरे बितायो भनेर आज इट्स अल अबाउट त्यो रहनेछ इट्स गोइङ टु बी फन सी या नमस्ते Hi Ashnu, welcome to my vlog. How are you feeling? Good. Where are you right now? I don't know. Okay. We are at Quality Banquet for this cabinet announcement. डायबिटिज बढ्दो क्रममा छ टाइप 1 टाइप 2 देखि थुप्रै किसिमका हामीले डायबिटिजका रहेको छ त्यसपछि इन्भाइरोमेन्ट एकदमै प्रायोरिटी प्रोग्राम यस वर्षको इन्टरनेसनल प्रेसिडेन्ट एबीसी को एकदमै प्रायोरिटी प्रोग्राम एउटा मध्ये इन्भाइरोमेन्टको प्रोग्राम रहेको छ र त्यसै गरी हंगरको पनि एकदमै इम्पोर्टेन्ट उहाँको प्रायोरिटी प्रोग्राम रहेको छ भन्दाखेरि पेडियाट्रिक क्यान्सर विभिन्न किसिमको क्यान्सर मध्येमा पनि पेडियाट्रिक क्यान्सर पनि एउटा छ हाम्रो र ह्युमेनिटेरियन सर्भिसेसहरु प्रिभेन्टको कज हो र डिजास्टर तराईदेखि भूकम्पदेखि थुप्रै खालको डिजास्टर रहेको यो पनि एउटा प्रायोरिटी प्रोग्राम रहेको छ भन्दाखेरि युथ भनेको हाम्रो लाइन्समा एकदमै प्रायोरिटी दिने प्रोग्रामहरुमा रहेको छ त्यसै गरी नेक्स्ट र 1 क्लब 1 प्रोजेक्ट किन भन्दाखेरि एकदमै जरुरी छ कुनै पनि क्लब चाहिँ एउटा सस्टेन गर्नको लागि मेम्बरलाई रिटेन गर्न मेम्बरलाई ग्रो गर्नको लागि आफ्नै प्रोजेक्ट भयो भने 1 क्लब 1 प्रोजेक्टको रूपमा हामीले ल्याएको छु त्यसै एजुकेसनको सेक्टरमा लायन्सको मेलिन जोन्स स्कलरशिप प्रोग्राम यो हामीले 5 वर्ष रणनीतिक जुन प्रायोरिटी प्रोग्राम राखेको थियौं त्यस मध्येकै कुराहरु गर्दैछु म र 1 चाइल्ड 1 ब्याग यो एकदमै सक्सेसफुल प्रोग्राम रूपमा चाहिँ अगाडि हामीले बढाएको छु र त्यसै स्कुल सपोर्ट प्रोग्राम भन्दाखेरि स्कुलमा हामीले धेरै किसिमको सपोर्टिङ प्रोग्राम गर्छौं तपाईहरुले लाइब्रेरी बनाउन सक्नुहुन्छ बुक्स दिन सक्नुहुन्छ स्कुलको वाल पेन्ट गर्न सक्नुहुन्छ यस्तै खालका थुप्रै प्रोग्रामहरु तपाईले गर्न सक्नुहुन्छ र त्यसै गरी पर्सन विथ डिसेबिलिटिज हामीले फरक क्षमता भएका डिसेबिलिटिजलाई हामीले प्रायोरिटी फोकसमा राख्छौं र त्यसै गरी लायन्सको इमेज बिल्डिङ एकदमै महत्त्वपूर्ण कुराहरु हो तपाईले कुनै पनि लायन्सको लोगो देख्न साथै तपाईलाई लाग्छ दुईटा फर्किएको दुईतिर फर्किएको सिंहले के भन्छ रे एउटा चाहिँ पछाडी फर्केकोले हामीले गरेका लायन्सले गरेका कामहरु एकदमै प्राउडली हामी त्यो हिस्ट्रीलाई चाहिँ हामी उजागर गर्छौं प्राउड फिल गर्छौं भन्दाखेरि अगाडिको फेसले के भन्छ लायन्सको अबको भविष्य उज्जवल छ वी आर गोइङ टु ग्रो भन्ने बुझाउँछ भन्दाखेरि त्यसै लायन्सको इमेज बिल्डिङको लागि लायन्सको स्कुलको अवधारणा हामीले प्रायोरिटी प्रोग्राम 5 इयर्स प्रायोरिटी प्रोग्राम राखेको छौं र त्यसै गरी एमसाइड प्रोजेक्ट ट्री विडिङ प्रोग्राम गर्छौं हामी भर्खरै मात्रै सकाएको छौं ट्री विडिङ प्रोग्राम मलाई थाहा छ ट्री विडिङ प्रोग्राममा सहभागी हुने क्लबहरु कतिजना हुनुहुन्छ व्यक्तिहरु थुप्रै हेर्नुस् त हातहरु हेर्नुस् त दैट वाज अ मल्टिपल डिस्ट्रिक्ट प्रोग्राम स्प्रेडिङ ह्याप्पीनेस हामीले ह्याप्पीनेस भनेको धेरै काम गर्छौं तपाईले ट्रेनिङ गर्दाखेरि होस् या सर्भिस गर्दाखेरि होस् हामी चाहिँ जहिले पनि ह्याप्पी हुनुपर्छ भन्दाखेरि आई एम अ प्राउड लाइन आई एम अ प्राउड लाइन स्प्रेडिङ ह्याप्पीनेस भन्ने एउटा चाहिँ म राखेको छु Yes. Very nice. र रिसाइरा छ है तपाईहरुलाई मेरो स्प्रेडिङ ह्याप्पीनेस टु सर्ट भनेको छ तपाईहरु पक्कै पनि मलाई विश्वास छ यु विल सपोर्ट तपाईले चाहिँ आई सपोर्ट भन्नु पर्यो आई सपोर्ट स्प्रेडिङ ह्याप्पीनेस टु सर्भिस पनि राखेको छु यसलाई पनि हामीले एकदमै अगाडि बढाउनु र यो लाइन्स चाहिँ हाँसिराखेको हाँस्दाखेरि अझ यो चाहिँ अलिकति बिग्रेको रहेछ हाँसिराखेको लाइन्स भन्दाखेरि काम गर्दाखेरि जहिले पनि लाइन्स त हाँस्छ भने हामी एउटा मानव भन्छ हामी जहिले पनि हामी हाँस्ने काम गरौँ एउटा स्प्रेड गर्नु भन्ने कुरा एउटा मेसेजको रूपमा राखेको छु र त्यसपछि हाँस्नु त
यो त यो लोगो त सबै रेडी भएको छ अघि भनिसके दुईटा सिङ्गो छ प्लिज सरलाई चाहिँ हामीले कसरी सार्थक बनाउने कुरा कि हाम्रो स्ट्र्याटेजीहरू हाम्रो प्राइभेट प्रोग्रामहरू हाम्रो पार्टनर्सलाई ग्रोथ गर्नेदेखि लिएर यो प्रोग्राम Hello. Oh, you look so pretty. कस्तो त्यो ढोकामा कस्तो टल्ला हाल्यो ओके फर्स्ट भाइस स्पिचिङ गभर्नर सुदाम कार्की सेकेन्ड डिभिजन सर्टेन टाइम पछि ताली बजायो भने डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी रति श्रेष्ठ मेरो पार्टी सर्भिस Designated Cabinet Treasurer Suresh Chandra Bedi sir पनि अगाडि आइदिनु होला हालको मल्टिपल GST कोअर्डिनेटर र PMCC हाम्रो लाइन पङ्कज प्रधान सरले पनि म अगाडि आइदिनु अनुरोध गर्दछु PMCC भारत परियोजना सरले पनि म अगाडि आइदिनु अनुरोध गर्दछु हाम्रो IPDG समूहबहादुर थापा हाम्रो PDG मा प्रमोट हुनुभएको छ उहाँलाई पनि म हजुर अगाडि आइदिनु अनुरोध गर्दछु दिनेश सरलाई पनि अगाडि आइदिनु अनुरोध गर्दछु Karni sir, second BDC उहाँलाई पनि अगाडि आइदिनु अनुरोध गर्दछु शिवा सरलाई GST coordinator. Oh, you could have. हिन्दी कोर्डिनेटमा रामकृष्ण Video.
GST coordinator, GMT coordinator, Ramakrishna Misi. GET coordinator, Mukunda Mainani. Mukunda Mainani, sir. दाइ गन पार्टी गन कुमारी पार्टी कुमारी पार्टी Marketing and communication coordinator. Marketing and communication coordinator, Rakesh Ramshrestha. Next. Sangeeta Silva, NCR coordinator. Next. And Surya Kumar Shrestha, Additional Cabinet Secretary. Next. Resa Nacha, Zauna, hello, Resa. She is not here. Thank you so much. And then Sandra, Vinod Gupta, Wasing, Chandra, Rotha Chandrapur. Line Narayan Basri, District Administrator, Home Club, Lions Club of Kathmandu Image. Mumbai. Line Ananda Baharjan, Line Disease Network, Home Club K2. Ananda Baharjan. District Information Technology Chairperson, Line Dipendra Tandukar, Kathmandu Bagmati. Home Club Kathmandu Concern, Santona Devkota. सम्पूर्ण जोन चेयरपर्सनहरूलाई बधाई छ तपाईहरुलाई। र अब जोन चेयरपर्सन क्यान्डिडेटको हेरिरहेको छौं। र पहिलो जोन चेयरपर्सन हुनुहुन्छ लाइन उषा सिंह, काठमाडौँ बागमती। लाइन उषा सिंह, काठमाडौँ बागमती। जोन चेयरपर्सन लक्ष्मी नारायण तपाईँलाई बोलाइरहेको छु होम क्लब काठमाडौँ पद्म काष्ठपुर। मेरो हेरेर म बोलायो भन्न जोन चेयरपर्सन लाइन युनिका श्रेष्ठ, होम क्लब काठमाडौँ ह्याप्पिनेस। लाइन युनिका श्रेष्ठ।
जोन चेयरपर्सन लाइन तारा मैनाली होम क्लब काठमाडौँ बबल मल तारा मैनाली हुनुहुन्छ तारा मैनाली तारा मैनाली जोन चेयरपर्सन लाइन अञ्जन कार्के होम क्लब भक्तपुर घर कार्य विनायक तारा मैनाली हुन्छ जोन चेयरपर्सन लाइन जोन चेयरपर्सन नाइला बधाई छ रमादाई जोन चेयरपर्सन ल तपाईँलाई नि बधाई जोन चेयरपर्सन लाइन सुदर्शन गजल निजगढ युथ जोन चेयरपर्सन लाइन आपदाराम खड्का होम क्लब सबैलाई परिवार छ यहाँको आफ्नो जिम्मेवारीमा यहाँ पूर्ण रूपले चाहिँ सफल हुनुहोस् र यो डिस्ट्रिक्टलाई अझै अगाडि बढाउनलाई यहाँको पूर्ण रूपले चाहिँ आफ्नो समय दिनुहुन्छ भन्ने कुरो मैले आशा दिँदै यहाँको आगामी वर्ष एउटा सफल वर्षमा बढोस् भन्ने काममा चाहिँ म यहाँबाट बिदा हुन्छु धन्यवाद जय राम नमस्कार अघि धेरै बोलिसकेँ एकदमै सर्टमा मात्रै मेरो रिमार्क्स राख्न चाहन्छु आई एम अ प्राउड लाइफ एन्ड आई विल स्प्रेड ह्याप्पिनेस भन्ने एउटा मेसेज तपाईँले बोकिदिनु होला एउटा मैले भन्न चाहेँ र त्यसपछि मेरो जुन स्लोगन छ स्प्रेडिङ ह्याप्पिनेस थ्रु सर्भिस तपाईँ सबैको तर्फबाट आई एम स्योर यु विल सपोर्ट मी सो तपाईँ सबैले आई सपोर्ट स्प्रेडिङ ह्याप्पिनेस थ्रु सर्भिस भन्दै 25-26 को यो टेन्योरलाई सक्सेस बनाउनको लागि अनुरोध गर्दै आजको यो कार्यक्रम यही समापन भएको छ। So, look, what you guys missed today. You guys missed today. Oh, chatte lai. Chatte lai. No, Baba, no. Chatting. No, sit here. You will not look. Appointment of cabinet officer of zone chairperson. Yes. La. Thank you. कैसे thank you? मेरा बुढा ओभर एक्साइटेड भयो थ्याङ्क यू ल त्यहाँ बाबुको लागि नि बाबु ड्युटी के हो बुढी जोन चेयरपर्सन यस लाइन यो बिका जोन चेयरपर्सन 25-26 जोन पर्सन कङ्ग्रेचुलेसन बुढी थ्याङ्क यू all the best. Thank you. You happy? Very, very happy, but I miss it. Yeah, you missed it. You and Babu especially एकदम धेरै मिस गरेको थियो आज. But it's But okay. I'm happy. Yeah, it's okay. It's okay. It's okay. अब एकछिन. So आजको खाना चाहिँ यस्तो छ स्पेसल. पाटनमा चाहिँ जहिले यस्तै हो क्या. एक थरी हुँदैन यहाँ. 1 2 3 4 5 6 7 8 5 त गएर 9 थरी. यहाँ चाहिँ ड्याडीलाई एक थरी तरकारी भयो भने पुग्दैन त्यही भएर धेरै थरी चाहिन्छ अनि चिकन चाहिँ स्पेसली म आएको भएर बनेको अनि अर्को चाहिँ म चाहिँ जोन चेयरपर्सन भयो भनेर खुसी भएर अनि के अरे यसरी धेरै थरी पनि बनाएको रे भनेर भनास् भने यहाँ पाटनमा यस्तै हो जहिले पनि बनाउने यहाँ छ अचार यो न्युरो यहाँ छ मटन यो के हो यो आलु खै यो मिक्स तरकारी अनि यो चिकन छ यहाँ दाल छ यहाँ खाना यहाँ यो चाहिँ भुटानको हो तर यो भुटानको चाहिँ यो बोइल गरेको यसमा चाहिँ नुन छरेको मलाई मनपर्छ यहाँ रामतोरी छ टाडा खान्छ ल खास डाक्टर शशाङ्कको घरमा मात्र होइन
यति धेरै भेराइटी तरकारी त हाम्रो घरमा पनि बनाउनुहुन्छ क्या मम्मीले। खास मैले पोस्ट नगर्ने मात्रै हो। यहाँ पनि यहाँ 1 2 3 4 5 6 7 8 9 यति धेरै तरकारी बनाउनुहुन्छ मेरो पनि यहाँ घरमै। ल हेर्नु सबैजना डाक्टर शशाङ्ककोमा मात्र बनाउनुहुन्छ भनेर भन्नुहुन्छ, होइन हाम्रोमा पनि बनाउनुहुन्छ यसरी। हाम्रोमा नि यसरी बनाएर हामी पनि यसरी खान्छौँ। Thank you so much, Juju Biryani. Oh, I just got a PR package from Juju's Biryani. Thank you so much, Juju's Biryani, for sending me this amazing package. अनि एउटा चाहिँ दुईटामा कुन चाहिँ के हो थाहा छैन मलाई हैन। आई थिंक यहाँ लेखेको छ कि छैन, कन्फ्युज भए। एउटा चाहिँ पनीर बिरयानी छ अनि अर्को चाहिँ चिकन बिरयानी छ। अनि यस थ्याङ्क यू सो मच। अनि हामी चाहिँ अब फ्यामिली हामी ट्राई गर्छौँ, ट्राई गरेर कस्तो छ हामी अनेस्ट रिभ्यू गर्छौँ। अनि स्पेसली थ्याङ्क्स टु सुरज दाई फर सेन्डिङ मी दिज गुडिज। अनि अनेस्ट रिभ्यू दिन्छु दाईको भन्दैमा फेरि ओहो एकदम मिठो छ भनेर चाहिँ भन्दैन। मिठो छ भने मिठो छ भन्छु, मिठो छैन भने मिठो छैन भन्छु। के कस्तो छ भनेर हजुरलाई एकदम अनेस्ट रिभ्यू दिन्छु। तपाईँहरू पनि एकदमै बिरयानी खान मन लाग्छ भने चाहिँ प्लिज इन्स्टाग्राममा अकाउन्ट छ जुजुज बिरयानी भनेर त्यहाँ गएर अर्डर गर्न सक्नुहुन्छ। यो चाहिँ क्लाउड किचन हो, त्यही भएर यु क्यान अर्डर फ्रम पठाउ फुड अल्सो। अनि राइताहरू पनि छ। अनि कस्तो छ चाहिँ अहिले यहाँ खाँदाखेरि क्विकली देखाउँछ है त। थ्याङ्क यू। ओहो छोरा किसमिस अब यसमा आई थिङ्क यो अन्डा भएको चाहिँ चिकन हुन्छ होला है, यो चाहिँ पनिर होला। यसमा एउटा म सजेसन चाहिँ के दिन्छु भन्दाखेरि त्यसमा बक्समा लेख्नु पर्यो कुन चाहिँ त्यो भेज हो भनेर, मतलब अब पनिर या कोही कुन चाहिँ हो भनेर। अनि कुन चाहिँ ओ दिस इज पनिर, माई गेस वाज राइट। ल ओके हेर्दाखेरि त मिठो होला जस्तो है कलर त। एकचोटि ट्राई गरेर हेरौँ है। यहाँ मेरो यहाँ अडियन्सहरू यस्तो छ। यहाँ अडियन्स ल ड्याडी त्यो पनि खिचिरहेको थियो क्या पहिला। ल यहाँ भोक लागिसक्यो भने अब म चाहिँ यहाँ यो चाहिँ पनिर भयो। यो फेरि यो मेरो मम्मी चाहिँ फेरि भेज बनाएर चिकन नखाने हो होइन, त्यही भएर म चाहिँ यो त्यही भएर स्पुन चाहिँ डिफरेन्ट गरिरहेको छु। एकजना यहाँ मेरो ब्याकग्राउन्डमा यस्तो हाँसिरहेको छ नि। हामी ट्राई है त। यो ओहो ल म चाहिँ टक्क ट्राई गरिहाल्छु है त यो कस्तो छ भनेर। So first bite खाएला। स्वाद आउँदैछ। मैले चाहिँ पनिरवाला खाइरहेको। मिठो छ। मेरो छोरा ब्याकग्राउन्डमा गर्दैछ। कोही लग्नु पनि कहाँ गयो? मिठो। के गर्नु पर्यो? अब म चिकनवाला पनि ट्राई गर्छु है। आज मिठो लाग्यो त्यो यहाँ पुग्ने थियो भाउ। मिठो। एकजनालाई बढी हुन्छ यस्तो कस्तो मिठो। एकदम मिठो छ भने पकाइदियो। म चाहिँ आफू नन भेज भएको भएर होला होइन, मलाई पनिरभन्दा चिकन एकदम मिठो लाग्यो। धन्यवाद हुन पऱ्यो। धेरै मिठो 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 मिठो। ड्याडी कस्तो लाग्यो तपाईँलाई जुजुस बिरयानी? एकदम मिठो लाग्यो। यहाँ आएर भनिदिनु न। धन्यवाद। धन्यवाद होइन कस्तो मिठो। एकदम मिठो छ ल।
तपाईँलाई पनिरको कस्तो लाग्यो झोलमा त्यहाँ आएर खाना आउनु पर्ला त्यहाँ गएर त खान मिल्दैन किन यो चाहिँ क्लाउड किचन भन्ने चाहिँ कस्तो हुन्छ भने त्यहाँ हामीले अर्डर गर्ने हो पठाउ फुडले चाहिँ डेलिभर गरिदिन्छ सो हामी चाहिँ यहाँ अहिले चाहिँ हामी बाउ छोरी दुईजना मात्रै खाँदैछौँ अनि अब बिकज भाउजू मेरो छोरा हेरिदिनुहुन्छ मम्मी भाउजूको छोरा हेरिदिनुहुन्छ बिजी हुनुहुन्छ सो अहिले चाहिँ हामी खाँदैछौँ सो ओभरअल यहाँ मैले चाहिँ कति धेरै खाइसकेँ मलाई चाहिँ एकदम मिठो लाग्यो अनि ड्याडीलाई पनि एकदम मिठो लाग्यो ड्याडी पनि खाँदै हुनुहुन्छ पकाइ छोरा ट्राई दिस जुजु बिरयानी कस्तो छ मिठो 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 होइन मिठो होइन यस्तो यमी यमी होइन फेरि खाने छोरा वाउ छोरा खै जुजु बिरयानी ट्राई गर्नुहोस् कस्तो छ मिठो 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 सानो सानो कस्तो छ मिठो छ यमी यमी मम्मी यो जुजु बिरयानीमा अब चिकन त तपाईँ खानु हुँदैन तपाईँको लागि यो पनिरवाला छ यो कस्तो लाग्यो चाहिँ ट्राई गरेर मलाई भनिदिनु त मिठो छ मिठो मिठो छ है यो चाहिँ अहिले मटनवाला चाहिँ आउट अफ स्टक भइरहेको छ अरे त्यही भएर उहाँहरूले चाहिँ यो पनिरवाला पठाइदिनु भएको थियो मिठो लाग्यो मिठो छ है ओके सो तपाईँकोबाट थम्स अप होइन अति मिठो सुरज दाइले खोल्नु भएको यो नयाँ यो चाहिँ क्लाउड किचन हो यो चाहिँ रेस्टुरेन्ट होइन यो चाहिँ के भन्छ अर्डर आएपछि बनाउँदै पठाओ फुडबाट पठाइदिने हो कि अब चाहिँ यो बार्बिक्यू टाइम इट्स बार्बिक्यू टाइम कस्तो टेम्पटिङ देखेको मिठो 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 सेकपल्ली दिदी सेकपल्ली दिदी सेकपल्ली सेकवाले सोच्छ अरे यहाँ खाने दर्शकहरू लाइन बसिरहेको छ भिआइपी दर्शकहरू यहाँ भिआइपी दर्शकहरू मिठो 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 ओ कस्तो वाल देखेको सेकवा ट्यामी 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 यहाँ सब ब्राउनहरू यहाँ छ यो लेस चाहिँ लेमन फ्लेभर अनि यहाँ अब त्यहाँ चिकन बार्बिक्यू हुँदैछ यमी सो यमी ल आयो केक आयो ल थ्याङ्क यू है थ्याङ्क यू पहिला एउटा एङ्गलमा फोटो खिचेर देखाउ त पहिला दाइला त मान्छेहरूको लुगा नभएको छ बिहान तिरेलाई अहिले बेलुका राख्यो अर्को लुगा लाम त यस्तो गरिदिन्छु अफकोर्स त्यो त राखेर अब बाबु सुतिरहेको थियो त्यहाँ बाबु ल खै खाने चम्चा ल्याउनु पर्यो नि अनि सबै त्यो चम्चा Cheers! Congratulations! ममको हातमा त